यो हामीले गाली श्राप बगाउनुको कारण चाहिँ के पो भन्नुभयो? यो बगाउनु कारण सिकेर एक थुक्ना। हजुर सिकेर एक थुक्नाले पाप श्राप पर्यो उहिले। हजुर मान्छे दुनियाँ मान्छे मसिनो थियो खाना खपाली नालीमा जाति देश बोल्नुले अनि यो सिकेर एक थुक्नाले श्राप थियो त्यो चाहिँ अब सावायाङमा बढी आयो हाम्रो मनुष्यमा। हजुर त्यसले पापहरू जम्मै अब गरेको मङ्गे गरेको चाहिँ हामीले भोग्नु परेको छ अहिले। हजुर त्यो जस्तो मनुष्यले जम्मै अब हाम्रो उहिले जुजु जेप्चीहरू भनौँ सुयुमा दाप्युमा पेन्युमाहरूले गरेर ल्याए। हजुर त्यो पाप श्राप गरेर ल्याउँदा ताकेको जिताकोहरू मनगन्जे पुग्दैन। अब आफ्नै दुःख बिमारहरू कहिले जल्ली आउने अलिक अध्यारो हुने सपना नराम्रो देखिनेहरू आउँछ यो श्रापले गर्दाखेरि। त्यस कारणले यो लासो बनाउनु पर्यो, यो यहाङ साइमा गर्नु पर्यो, हेगी भाङ्गाङमा साइमा गर्नु पर्यो। त्यस विषयमा यो अब धान थपना गरेर पकाउने गाली श्राप। यो चाहिँ दुङदुङे गर्नुभन्दा अघिल्लो के यो चाहिँ के हो? यो पाप श्राप हो। यो पाप श्राप हो। गाली श्राप र पाप श्रापमा के फरक? एउटै हो। गाली श्राप गालीको श्राप भन्ने चाहिँ यो गाली उठाएर श्राप छ नि त मान्छेले। हल्ला गाली छ, पूर्व गाली पश्चिम उत्तर दक्षिण गालीहरू पश्चिम गाली महाकाली सबै गाली भनिकन त्यहाँ पाप श्रापहरू अब यिनीहरू उठाएर मनुष्यले गर्छौँ अब आजभोलि। हजुर त्यो जस्तो अब जो भए पनि यसमा बगाउनु पर्ने छ भनेर यसरी अब तपाईँ हामी हुन्जेल चाहिँ गऱ्यौँ, भोलि आउने हाम्रो बच्चा उस्तै नानीहरू छन्, त्यो भावी सन्ततिलाई के भन्नुहुन्छ त? हाम्रो यसरी गर्नुपर्छ भन्ने कुरा केही? अब नानीहरूले हामीदेखि उन्थोको मान्छेले यही मुन्थुमहरू भनेर यसरी माया होस् भाषा होस् बगाउनु पर्यो। बगाउनु पर्यो। पाप श्राप जम्मै बगाउनु पर्यो। सुगा दाम्लोहरू खास गरी अब यसमा यहाँ एकदम गरा श्राप छ भने कालो बक्का चाहियो, सुँगुरको बच्चा चाहियो, सामान्य छ भने भाले चाहियो, त्यतिले लाउनै पर्छ। अनि अब यो हाम्रो भोलि गर्दैन होला त? उनीहरूलाई चाहिँ के भन्नुहुन्छ? छोरा नातिले नगरी हुँदैन, जहिले दुःख बिमार चलिरहन्छ गर्नै पर्छ। हाँकेको ताकेको चिताको मन मान्छे हुँदैन यो श्रापले चाहिँ अन्ध्यारो नै हुन्छ जहिले। खाली श्रापहरू यो उहिले सिकेर एक तुनाको श्रापहरू बगाउनै पर्छ। जो जेप्चू बाजेहरू बजुहरूले गरी ल्याएकोहरू पनि बगाउनै पर्छ। यो हामी याक्थुम लिम्बूहरूले गर्नै पर्छ। यो युगदेखि भइआएको नि त, यो नपकाइ हुँदैन। तपाईँको हुन्छौँ मर्दौँ न मर्नु त, तर पनि श्राप र कराल चाहिँ उडाउँछ उडाउँछ। तपाईँको बुझाइमा हामी याक्थुम लिम्बू हो कि किराँत लिम्बू चाहिँ हो? हामी अहिले किराँत काटिहालेको छ होइन सर्याङले। अहिले याक्थुङ हाङ मात्रै लेखेको छ। हामी याक्थुङ हो नि खासमा, किराँत होइन नै। जम्मै पर्यो नि, खम्बुले बराउँदैन पाप श्राप। खम्बुले भोगाउँछ है, त्यही त। खम्बु पनि किराँत हो। खासमा राईलाई किराँत भन्छ होइन र खम्बुलाई? किराँत अब। तर हामी लिम्बूहरू किराँत होइन नि। अरुण बार किराँतको खम्बुवान। हजुर अरुण वार चाहिँ हाम्रो लिम्बुवान हो नि त। हजुर लिम्बुवानै छ नि, किराँत त छैन। हजुर तर अहिले किराँतै लेखेको थियौँ पहिले। त्यही त। यो काटेको चाहिँ अझ 3 साल भयो। 3 साल मात्रै हुँदैछ। मेरो भने चाहिँ अब त्यो उहिले महेन्द्र वीरेन्द्रहरू विपिन शाहदेखि त्यो अरुण बार लिम्बुवान र राई भनेको थियो। अनि किराँत लेखेको छ अहिले हाम्रो राजा। हजुर किराँतै छ जम्मै यो। जम्मै त्यो दमङ होस् हामी दमै होस् 3600 बन्न किराँत हो 36 बाहुन भाइ त्यो लेखेको छ अहिले। अनि त्यस विषयमा चाहिँ त्यो चाहिँ नगाटौँ किराँतै राखौँ भन्दाखेरि मानेन केन्द्रीय अध्यक्षहरू। नै खासमा हामी लिम्बू याक्थुङै हो नि, किराँत त होइन। किराँत भनेपछि उता किराँत सभ्यता त हो, राई होइन, तर याक्थुङै हो। तर अहिले हामी यहाँ डिबिट छ नि, दुईवटा भइरहेको छ नि। जस्तै याक्थुङ किराँत भनेर भनिरहेको छन् कसैले, कहिले याक्थुङ मात्रै भनेर छ। अब किराँतलाई काटेर याक्थुङ मात्रै बनाउनुपर्छ भन्ने छन्। त्यो तपाईँको चाहिँ के छ त्यसमा? मेरो भने चाहिँ अब यो हाम्रो सेवा साप भनौँ। हजुर अब गुरु लाडुम बाबा छ। हजुर उसले अहिले किराँतै खेदिराखेको छ। किराँत खेदेको छ। तर यो गर्दैन नि उनीहरूले। उनीहरू बाप्सले पकाउँछ नि एकदम उनीहरू। तर उनीहरूको त उनीहरूको अलगै छ नि त पकाउने। तर मुन्दुम यही हो, मुन्दुम चाहिँ एउटै हो। मुन्दुम एउटै हो। उनीहरूले काठमा लाउँदैन।
अनि मुन्थुम एउटै हो गर्दाखेरि के हो भने यो याक्थुङ किराँत हाम्रो किराँत काटिहाल्यो अब हजुर अब यो सेवा साहबले किराँतैमा चलाउँछ हजुर याक्थुङले ती फेक्टाएको छ के लारुम्बा किराँतले के ठिक गर्दैछ तपाईँको भनाइमा अब ठिकै जस्तो छ सालले बाप श्राप लगाउँछ होइन उनीहरूले गर्ने पाटो र हाम्रो गर्ने पाटो एउटै भयो भने मुन्दुम एउटै भयो भने अलग होला नि त के होइन होइन मुन्दुम अलग हुँदैन मुन्दुम चाहिँ हाम्रो सत्याङ नामले त एउटै हो काठमाडौँ मात्रै नमिले ठिकै छ यसको बारेमा थोरै सोधेँ होइन यो उतातिर अलिकति नजाउँ भोलि कन्ट्रोभर्सी यसमा आउला यो चाहिँ भोलि किनभने सामाजिक सञ्जालमा अपलोड गर्ने कुरो हो होइन ठिकै छ हामी अघि बढौँ न त ल धन्यवाद।